आज हामी यो भिडियोमा OBS स्टुडियो इन्स्टल गर्न सिक्न गइरहेका छौँ। सबैले इन्स्टल गर्न जानेको होला, कोहीले इन्स्टल गर्न नजानेको होला। जानेको भए ठिकै छ, नजानेको भए यो भिडियो मार्फत हामी प्रस्तुत गर्नेछौँ। खास OBS स्टुडियो भनेको भिडियो एडिटिङ गर्ने सफ्टवेयर हो। राम्रोसँग डिजाइनमा, राम्रोसँग सिस्टममा एनिमेसन गरेर भिडियो एडिटिङ गर्ने सफ्टवेयर हो स्टुडियो। आफूले जस्तो मन लाग्यो त्यसरी डिजाइन गर्ने, भिडियो एडिटिङ गर्न सकिन्छ OBS स्टुडियोबाट। अब त्यो गर्न हामी गइरहेका छौँ है त। हेर्नु राम्रोसँग हेर्नु होला भिडियो अन्तिमसम्म। OBS स्टुडियो सेटअपमा क्लिक गरिरहेका छौँ हामीले। डायलग बक्स यस गर्नु पर्यो। त्यसपछि हामी डायलग बक्समा नेक्स्ट गर्नु पर्यो। फेरि नेक्स्ट, इन्सर्ट भइरहेको छ। कम्प्लिट हुन लागेको छ। 100% हुन लागेको छ। लेट मी कम्प्लिट फिनिस गर्नुपर्छ। कतिले त सफ्टवेयर त इन्स्टल गर्न आउन पनि सक्छ, नआउन पनि सक्छ। आउनेले त ठिकै छ, नआउनेले त अलिकति सबै इन्स्टल गर्न सिक्नुपर्छ। यदि मात्रै इन्स्टल मात्रै गरेर त भ्याउँदैन हो, गर्नु मिल्दैन हो। हामीले राम्रोसँग अब यसमा बनाउन जान्नुपर्ने पर्छ, प्र्याक्टिस गर्नुपर्छ, मिहिनेत गर्नुपर्छ। अनि मात्र राम्रो क्वालिटीको भिडियो प्रडक्ट आउँछ बजारमा। सबैले भ्यू गर्छ, वाच बढ्छ, सबै बढ्छ। आफ्नो पर्सनालिटी पनि बढ्छ यसमा जाने पहिचाने साथीहरू पनि धेरै बढ्छ। यसकारण सिक्नुपर्छ, समय मिलाएर सिक्नुपर्छ। भिडियो राम्रो क्वालिटी भिडियो निकाल्नुपर्छ। अनि प्रमोसन गर्नुपर्छ। बनाएर मात्र त्यतिकै फ्यानहरू हुँदैन। यसमा अपलोड गर्नुपर्छ, सबै ठाउँमा हेर्नुपर्छ।